थालेको छ तिनीहरूलाई तपाईँले भोट हाल्नुहुन्छ। अझ तपाईँको यहाँ पर्यटक आउँछ धन्न आइदिएछ भन्नु नि। अस्ति कुम्भ मेला भयो भारतमा 65 करोड मान्छेहरू गयो। एकजना मान्छेले 1 रुपियाँ खर्च गरे भने 65 करोड पायो। एकजना मान्छेले 50,000 त खर्च गरेर आयो। 65 करोड इन्टु 50,000 हाल्नुहोस्, तपाईँको क्यालकुलेटर र मोबाइलले पनि काम गर्दैन। त्यति रकम उठ्यो, त्यसले देश विकासमा निर्माण गर्न सकिन्छ। विश्वका 121 करोड हिन्दूहरू छन्, तिनीहरूको पवित्र स्थल नेपाल हो, त्यो पनि काठमाडौँ उपत्यका हो। पशुपतिनाथ यहीँ छन्। ती हिन्दूहरूलाई नेपाल ल्याएर 10% मात्र नेपाल ल्याउन सकियो। 1 वर्षमा 1% मात्र ल्याउन सकियो भने पनि 1.1 करोड 20 लाख नेपाल विदेशीहरू ल्याउन सकिन्छ। 1% बुद्धिस्ट ल्यायो भने 65 लाख बुद्धिस्टहरू ल्याउन सकिन्छ। तिनीहरूलाई नेपाल घुमाएर यदि यसलाई टुरिज्म गरेर यसलाई टुरिज्मलाई व्यवसायका रूपमा परिणत गर्नुको सट्टा हामी त खुलमखुला नाच्ने हो, डलर खाने हो भनेर हिन्दू राष्ट्र मासिया छ। त्यो हिन्दू राष्ट्र स्थापना गर्नका लागिको भोलिको स्वागत तथा आन्दोलन कार्यक्रम हो। त्यसका लागि उपस्थित भइदिनु होला। बाँकी यति हो, अरू केही हो। राजा र नेतामा के फरक छ तपाईँलाई थाहा छ? त्यसो मैले भन्नु पर्दैन, केही भन्नु पर्दैन। अहिलेका युवाहरूलाई थाहा छ, डलर खानेलाई चाहिँ थाहा छैन। अहिले पनि यहाँ कोही डलरहरू हुन्छन्, टेन्सन भइरह होला भित्रभित्र। युवालाई थाहा छ, किनकि युवाहरूले युट्युब हेर्छन्, फेसबुक हेर्छन्, गुगल हेर्छन्, सब कुरा खोजेर हेर्छन्। राजा महेन्द्रको संयुक्त राष्ट्रको सम्बोधन हेर्छन् हामी। राजा वीरेन्द्रको अमेरिका भ्रमण हेर्छन्। राजा ज्ञानेन्द्र शाहको भर्खर अस्तिको भुटान भ्रमण पनि हेर्छन्। तर त्यहीँनिर गएर प्रचण्डको इन्डियाको केटा हुन् कि केटी हुन् त्यो डान्स गर्ने शास्त्रीय 50 गलैँचा पनि हेर्छन् जनताले, युवाले, अनि आफै अनुभव गर्छन्। केपी शर्मा ओलीको भर्खरै अस्तिको अमेरिकाको न्युयोर्कमा 7 दिन एउटा होटलभित्र बन्धक भएको कार्यक्रम बाहिर गरेपछि ठोकाइ पाउँछु भनेर डरले भागेको पनि हेर्छन्। त्यो जनताले हेर्ने गरेका छन्। के रहेछ त? राजालाई स्वागत गरेको होइन नि त, सिङ्गो 3 करोड नेपालीलाई सम्मान गरेको। हामीले राजा शासन गर्ने मागेको होइन। अहिलेको रामचन्द्र पौडेल राष्ट्रपति राख्नुभन्दा राजा ज्ञानेन्द्र शाह ठिक छन् भनेर हामीले उद्घोष गरेको कुरा हो। शासन गर्ने मान्छे त जनताको छोराछोरीले गर्छन्। प्रत्यक्ष निर्वाचित अहिलेको प्रधानमन्त्रीलाई तपाईँले भोट हाल्यो? कहिले हाल्यो? यहाँ कसैले हाल्यो? सांसद भनेर झापाको एउटा निर्वाचन क्षेत्रको जनताले हाल्यो। उहाँ आफै प्रधानमन्त्री भइगयो बडा। अब यहाँबाट एमालेका सांसदले जित्नु भएको छ, उहाँलाई भोट हालेको पर गएर केपी ओलीलाई भनेर काउन्ट हुन्छ। यस्तो व्यवस्था ल्याएर हुन्छ? तपाईँले फाल्न सक्नुहुन्छ? नेपालभरिको जनताले म भोटै हाल्दैन भने पनि यिनीहरूले समानुपातिक 12-15 सिट ल्याउँछन्, फेरि प्रधानमन्त्री हुन्छन्। 32 सिट ल्याएको प्रचण्डजी प्रधानमन्त्री भएन नि देशमा? 88 सिट ल्याएको नेपाली काङ्ग्रेस पछाडि हात धरेर लाग्नु पर्यो। यस्तो घटिया व्यवस्थाले देश बनाउँछ भनेर सोच्ने तपाईँहरू पटमूर्ख हो भन्छु म त, सिधाका भाषामा भन्ने हो भने। कसरी हुन्छ? हामी यिनीहरूलाई परिमार्जन गर्ने हो भने प्रत्यक्ष निर्वाचितमा जानुपर्छ। जस्तै ललितपुर महानगरपालिकाको अहिलेको मेयर साहबले अब गतिलो, उहाँ त 2 कार्यकाल भइहाल्नु, मानौ नयाँ मान्छे भयो भने राम्रो काम गर्नुभयो, त्यसपटक जिताए जनताले। नराम्रो गर्दै अब अस्ति बिदा गरिसक्थे। प्रधानमन्त्री त्यस्तो गर्न पाउने अधिकार छ हामीलाई? छैन। यहाँ त चुनाव पनि जित्नु पर्दैन यो देशमा। तिमीहरू देश परिवर्तन गर्ने कुरा गर्छौ। अब हामीसँग 2टा विकल्प छ। एउटा विकल्प भनेको के हो भने यिनीहरूका विरुद्धमा खडा हुने हो, अर्को विकल्प भनेको पासपोर्ट निकालेर विदेश जाने हो। त्यहाँभन्दा अरू केही विकल्पै छैन। यही अवस्था रह्यो भने देशको अवस्था बर्बाद हुँदै जान्छ। आज इकोनोमी कति डाउन छ? एयरपोर्ट जानुहोस्, 1 वर्षमा 7.5 लाखभन्दा बढी मान्छेहरू अर्काको देशमा बेलचान गएको छ। अस्ति मैले भिजिट भिसामा र उसमा काममा अप्ठ्यारा परेका मान्छेहरू छौ भने सम्पर्क गर भन्दा 5000 भन्दा बढी मान्छे त ठगीको मुद्दा लिएर मेरो अफिसमा आएको छ। कसरी धान्ने त्यो 5000 मान्छेलाई? प्रहरीलाई फाइल बुझाउँदा बुझाउँदा प्रहरी थाकेको छ। आज कारबाही हुँदैन। यस्तो शासन व्यवस्था। अनि मलाई देशको, म त युवा साथीहरूलाई भन्छु, म त राजनीति गर्दिनँ, मलाई महत्त्व छैन भनेपछि यो देशको नागरिक हुनु पनि आवश्यकता छैन। महत्त्व राख्नुपर्छ, इन्ट्रेस्ट राख्नुपर्छ। तपाईँहरूले इन्ट्रेस्ट नराखेका कारणले गर्दा गलत मान्छेले चुनाव जित्छ र आज बर्बाद गर्छ। यही ललितपुरको कुरा। यहीँनिर मेरो जुम्लामा स्याउ उत्पादन भयो। म ललितपुरको सांसद होइन त, जुम्लाको 500 भोट थियो, गएँ, दाजुभाइले भोट हाले। नेपालको सबैभन्दा बढी मध्ये 53% भोट खसेको मतको 53% भोट दिएर जिताएर पठाए। त्यसपछि मैले के भने स्याउलाई बजारीकरण गर्नु थियो। आन्दोलन गरियो, संसदमा उठाइयो, स्याउ बेचियो। 1 अर्बभन्दा बढी पैसा जुम्लाका किसानले पाए। आज किसान खुसी छन्। पछिल्लो वर्ष 1.5 अर्बको स्याउ बेच्छन्। अनि तपाईँहरूका सांसद छ कि छैन? यहाँ काष्ठकला छ कि छैन? अहिले पनि यो ठाउँमा, यही ठाउँमा गलत मान्छे जिताएपछि के हुन्छ भन्ने कुरा बुद्धि भर्नुहोस्। पहिला पार्टी केही चाहिने होइन। यही ठाउँमा
यो जति पनि मूर्तिहरू हुन्छ अहिले यहाँ मूर्ति किन बिक्री हुँदैन? साराका सारा मूर्ति चाइनामा बन्छ, मेसिनले बनाउँछ। पहिला तपाईँहरूले हातले बनाउने मेसिन मूर्तिहरू अहिले मेसिनले बनाउँछ। मेसिनको मूर्ति बजारमा आएको मूर्ति 1200 रुपियाँ 3000 रुपियाँमा पाइन्छ भने त्यही मूर्ति हातले बनायो भने 10,000 पर्छ। अनि मूर्ति किन्न आउने टुरिस्ट कुनै पनि मान्छेले तपाईँहरूको मूर्ति किन्दैन, चाइनाबाट फ्याक्ट्रीले बनाएको मूर्ति किन्छ अनि यहाँको व्यवसाय बन्द भयो कि भएन? यहाँको सांसदले यो मूर्तिलाई, यो हस्तकला चाइनाबाट बनेर आउने मूर्तिहरू ठप्प रोक, जसरी हामीले भारतको स्याउ रोक्यौँ, रोक भनेर हरेक दिन आन्दोलन गरेर भइदिए आज यहाँको व्यवसायको जीवन चल्दै चल्दैन। तपाईँलाई त्यतिखेर होस आएन। लाल सलाम भन्यो, एमाले भन्यो, झालेमाले भन्यो, लाग्यो। अनि के गरिस् मङ्गलले आफ्नै ढङ्गले आकाशतिर थुक्यो भने मुखमै पर्ने हो। ठिक्क भएको छ, कुचिङ कुचिङ भन्छु म तपाईँलाई। कमसेकम गतिलो मान्छे जिताएर पठाउनु पऱ्यो नि। त्यो भएको हुनाले अब हामीले भनेको 4वटा मुद्दामा, विशेष गरेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको कुरा, हामीले हिन्दू बुद्ध किराँतसहितको हिन्दू राष्ट्र गरेर कुनै पनि देशको इकोनोमी, त्यतिखेर हाम्रो देशको सम्पत्ति के हो? हाम्रो देशको सबभन्दा ठुलो सम्पत्ति भनेको पर्यटन हो। पर्यटनभन्दा पनि धार्मिक पर्यटन हो। हाम्रा जस्ता नदी खोला संसारका कति देशमा छन्, कति देशमा छन्। यहाँ तपाईँको नदी र खोला हेर्न आउने मान्छे होइन। एउटा सगरमाथा हेर्न आउला। हिमाल पनि हाम्रोभन्दा दोस्रो ठुलो हिमाल अन्य देशमै छ, आज पाकिस्तानमा छ। अहिले स्कटल्यान्डतिर आइसल्यान्डतिर जाने हो भने हामीभन्दा राम्रो हिमालहरू छ। हामी कहाँ आउने भनेको मान्छे के हो भने हाम्रो कला संस्कृति हेर्न आउने, धर्म संस्कार हेर्न आउने हो, विश्वभरका हिन्दूहरू आउने हो, बुद्धिस्टहरू आउने। आज त्यही हिन्दू राष्ट्र तिमीहरूले मासेर, तपाईँहरूका युवा नेता भनाउँदाले मासिया छ अनि यो देश बन्छ। ल विश्वभरिका हिन्दू राष्ट्र घोषणा गरेर विश्वभरि क्याम्पियन गरौँ, जसरी भारतमा महाकुम्भ भयो, विश्वभरिका मान्छे ल्याउने क्याम्पियन गरौँ। 10% मात्र हिन्दूहरूलाई यो देशमा तपाईँको पूजाआजामा गरौँ, कति आउँछ थाहा छ? 12 करोडभन्दा बढी हिन्दूहरू नेपाल आउँछ। एकजना मान्छेले 10,000 रुपियाँ खर्च गर्यो भने देशको इकोनोमी कहाँ पुग्छ? अनि तपाईँका छोरीहरू अस्ट्रेलिया गएर भाडा माग्नुपर्छ, अनि अमेरिका गएर अर्का रेस्टुरेन्टमा काम गर्नुपर्छ, अनि गरिबका छोराछोरी आज कुवेत कतारतिर गएर बेल्चा हान्नुपर्छ। यही देश स्वर्ग बनाउन सकिन्छ। यहीँ तपाईँको होटल रेस्टुरेन्ट खोलेर दुबई र कतारमा बेल्चा हान्ने दाजुभाइले यहीँ 3 स्टार र 5 स्टार होटल खोलेर जीविकोपार्जन गर्न सक्ने अवस्था हुँदाहुँदै यो गरौँ भन्दाखेरि तपाईँहरू साथ दिनुहुन्न भने हामीले के गर्ने? अनि जाने, लाइन लाग्ने, बेल्चा हान्ने, आउने, रातो बाक्सा फर्किने, अनि यसो केही काम गरौँ भन्दा मलाई त राजनीति मतलब छैन भन्यो, इङ्ग्लिस बोल्यो अलिअलि, अनि सकियो लाइफ। त्यही हो होइन तपाईँहरू जिन्दगी? सबभन्दा खतरा इङ्ग्लिस कसले बोल्छ थाहा छ? साउथ अफ्रिकातिर बोल्छ दासहरूले। तपाईँ साउथ अफ्रिकातिर जानु बोल्छ, आफ्नो कला पनि बिर्सिन्छ, भाषा पनि बिर्सिन्छ। अङ्ग्रेजी बोल्यो भने ठुलो मान्छे भन्ठान्छ क्या आफैलाई, त्यो दासहरूले बोल्ने। अहिले जानुहोस् त फ्रान्समा बोल्छ अङ्ग्रेजी, चिनमा बोल्छ, जापानमा बोल्छ। खै त उनीहरू हामीभन्दा कहाँ कहाँ अगाडि छन्। त्यो भएको हुनाले मैले अहिले के भन्दैछु भने हाम्रो सम्पदा कलाहरूलाई, संस्कृतिलाई संरक्षण गर्नु नै अबको हाम्रो विकल्प हो। यहाँ तपाईँलाई सुन्दा रूढिवादी लाग्न सक्छ, तर अवस्था यही हो। भोलि यो मन्दिर, यो कला, यो संस्कृति, यहाँको मूर्तिहरूलाई जति हामीले प्रचार गऱ्यौँ त्यति हामीलाई फाइदा छ। त्यसका लागि त राजनीतिक पोलिसी बन्नु पऱ्यो नि त। त्यो भएको हुनाले भोलि दिनको 1 बजे हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जान्छौँ। यो देशमा राजा फाल्ने कुरा गरे जस्तै राजा किन चाहियो भन्ने कुरा गर्दा हामीलाई जम्मा एउटा कुराको लागि चाहियो। आज प्रधानमन्त्री भारत जाँदाखेरि के हुन्छ हालत? अहिले भनिहाल्यो नि। तर राजा जाँदा के हुन्छ? त्यो नेपालीको सम्मान हो। प्रधानमन्त्री अमेरिका जाँदा के भयो? वीरेन्द्र सरकार अमेरिका जाँदा के भयो? महेन्द्र सरकार अमेरिका जाँदा के भयो? अहिले गएर युट्युबमा खोजेर आऊ। कति सम्मान थियो नेपालीको? आज सम्मान भएन, अपमान भयो। हामीले शासन गर्ने होइन, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई हटाएर राजा राख्ने हो। बस यसका लागि हो हामीले, अरू केही पनि छैन। यसका लागि हामीले खोज्या। अनि धर्म संस्कारको त जगेर्ना होला नि त। आज यो प्रहरीहरूलाई हेऱ्यो भने मलाई दया लाग्छ। बिहानपल्ट यिनीहरूले कपडा धोयो भने बेलुकापल्ट आफ्नो कपडा चिन्दैनन्। यिनीहरू कलर जान्छ पुरै। कपडा गएर सोध्नु न, नयाँ कपडा ल्याएर धोएर बिहानपल्ट सुकाएर बिहान भोलि बिहान लाउँदा आफ्नो हो कि होइन भन्ने छ। यस्तोसम्म भ्रष्टाचार भइसक्यो। कारबाही गर्ने अख्तियार छ, अख्तियारमा कर्मचारी गएर बस्छ। अनि कसरी कारबाही हुन्छ? अदालत जाउँ, अदालतमा सेटिङ छ। पार्टीको कार्यकर्ता अदालतमा न्यायाधीश नियुक्ति गरेको छ, कसरी न्याय पाउँछ? अदालतका न्यायाधीशका छोराछोरी आज कहाँ छन् हेर्नु त? युरोप अमेरिका छन्। तलब कति छ? 50,000। सम्पत्ति छ 5 करोडको। हाउ टु पोसिबल? कसरी आयो? आयो कसरी? किनभने यो प्रक्रिया गलत भयो। जनताबाट अहिले जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी आयो भन्नाले आज डोनाल्ड ट्रम्पले ठोक्या ठोकै छ नि।
कसैका बाउले उसलाई अफ गर्न सकिएको छ। 8 जना नेपाली पनि हतियार ल्याएर छोडिदियो, ठिक्क गरेर भन्छु म त। किन भागेर गयो अर्का देशमा? लुकेर गयो, ल्याएर छोडिदियो। आज इन्डियाले पक भन्दा पनि मानेन, हतकडी ल्याएर छोडिदियो, किनकि जनताबाट जितेर आएको मान्छे हो नि। उसले अधिकारीहरू अहिले केपी ओलीले एउटा कुनै निर्णय गरेर पनि तिनको सरकार भोलिवटा दिन टाल्छ। सबै, म पनि सांसद हो, 275 जना सांसद मध्ये उनको पार्टीलाई सहयोग गरेका, उनको सरकारलाई सहयोग गरेका 138 जना सांसदहरूको हरेक मान्छेको तपाईँको काम हेरिदिनुपर्छ। त्यो भावना यो व्यवस्था हुँदैन। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी जाने, भोलि यो देशको प्रधानमन्त्री कसलाई बनाउने भन्ने अधिकार पाटनका जनताले पनि फैसला गर्ने, त्यसका लागि हामीले अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यो भएर अगाडि बढौँ। मैले अरू के भन्ने, धेरै राति पनि भयो, ढिला पनि भयो। भोलि दिनको 1 बजे हामी त्यहाँ हुन्छौँ। जसलाई आउन मन छ आउने, राष्ट्रिय झन्डा बोक्ने, आउने, लम्किने, सब एकजुट बन्ने। तयार हो? कोही भएन, 2-3 जना मात्र रहेछ यहाँ। तयार हो? ल, एकसाथ अगाडि बढौँ। हस्, जय राष्ट्रवाद, जय नेपाल सबै। धन्यवाद। धन्यवाद अरू माननीय युवानेहरूलाई। त्यसै गरी भोलि दिनको ठिक 1 बजे सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यही ठाउँमा भेला भएर टिनगोन भएर हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जान्छौँ। त्यसको लागि सम्पूर्ण दर्शकहरूलाई हार्दिक आह्वान गर्दै म पनि बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय जलपा। जय जलपा।